हेलो साथीहरु नमस्ते। मेरो धेरै साथीहरुले सोधिरहनु भएको थियो कि यो FIFA 26 को वर्ल्ड कपमा पोर्चुगल र अर्जेन्टिना कहिले भिड्छ होला, भिड्छ कि भिड्दैन होला हैन। अब सुरुतिरै भिड्दिने हो कि फाइनलमा भिड्ने हो कि कहिले भिड्छ भनेर सोध्नु भएको थियो। अनि मैले चाहिँ यसलाई एउटा सिमुलेटर बनाएको छु यो वर्ल्ड कपको ब्र्याकेटहरु चेक गर्नलाई। अनि त्यहाँ चेक गरेर हेर्दाखेरि चाहिँ यदि अर्जेन्टिना र पोर्चुगल दुवैले आफ्नो आफ्नो ग्रुप जितेर राउन्ड अफ 32 र राउन्ड अफ 16 को नकआउट गेमहरु जित्यो भने चाहिँ यस क्वार्टर फाइनलमा अर्जेन्टिना भर्सेस पोर्चुगल इट्स ह्यापनिङ क्यान्सस सिटीमा 11th of July। मोस्ट लाइकली अर्जेन्टिना भर्सेस पोर्चुगल हुँदैछ। मेस्सी र रोनाल्डो आम्ने सामने हुने दिन हो। म त खतरा एक्साइटेड छु हैन। टिकट लिनु भएको छ भने लिनु होला। म्याच नम्बर 100 हो, पाइयो भने लटरी चलिरहेको छ अहिले। अनि दुबईको लागि लास्ट वर्ल्ड कप हो अनि नेसनल टिमको लागि पनि मेबी लास्ट गेम हुन सक्छ हार्यो भने। एनीवे म त एकदम एक्साइटेड छु। कसले जित्छ जस्तो लाग्छ तपाईलाई यो गेम पर्यो भने चाहिँ है प्लिज कमेन्टमा लेख्नु होला। अनि यस्तै गरी अरु टिमहरुको पनि तपाईलाई चाहिँ कुन टिम चाहिँ कोसँग भिड्छ होला, कहिले भिड्छ होला, अड्सहरु के छ भन्ने चाहिँ लाग्छ भने चाहिँ प्लिज लेट मी नो हैन। म भिडियो टक्क बनाएर हाल्दै हाल्छु है त।